मोदी गाउँपालिका अन्तर्गत यो मोदी खोला ऊर्जा नदी भनेर चिनिने मोदी खोला यो आज मोदीको अहिलेसम्म हामीहरूले नदेखेको रुद्र रूपमा चाहिँ मोदी खोला बगिराखेको छ। यसमा धेरै नै चाहिँ हाइड्रोहरू छन्। यो चाहिँ मोदी इनर्जीको हाइड्रोको ड्याम यो पूर्ण रूपमा चाहिँ आफ्नो साइड बन्द गरेर यसरी चाहिँ यो ड्याम गरेको छ। अब जस्तै यी चाहिँ कुनै पनि हिसाब किताबले यो भयङ्कर ठुलो चाहिँ माथि घान्द्रुकतिर कतै डिजास्टर भएको हुनुपर्छ। यस्तो हिसाब किताबले मोदीको यो सदरमुकाम र यसरी चाहिँ यो मोदीको सदरमुकाम हुँदै बग्ने यो मोदी खोला आज एकदमै काहीँ कसैलाई केही नहोस्। अब एउटा फेरि चाहिँ वहाँ माथि पनि बस रोकिएको अवस्था छ महावीरतिर। यस्तो हिसाब किताबले यो मोदी खोला चाहिँ बढिराखेको छ। यहाँभन्दा ठुलो चाहिँ भयो भने यो तटीय इलाकामा बस्ने आम नागरिक दाजुभाइ तथा दिदीबहिनीहरू सबै सतर्क हुन चाहिँ जरुरी चाहिँ देख्छु। किनकि जति पनि चाहिँ यो यहाँबाट तल गइसकेपछि झन्झन यो तटीय चाहिँ क्षेत्रमा नजिकै चाहिँ जुन हिसाब किताबले बसोबास छ यो बसोबास एकदम सतर्क रहन पर्ने चाहिँ देखिन्छ। यो अहिले लाइभ चाहिँ अम्चुडाँडा पार्कबाट चाहिँ तपाईहरु माझमा यो यहाँ गरिराखिएको छ। यो दोभान जस्तै चाहिँ यो देवपुरको घाट पनि पूर्ण रूपमा घाट माथि नै आइसकेको छ। त्यस्तै चाहिँ बाजुङको निर्माणाधीन घाटको नजिकै चाहिँ यो आइसकेको छ र यसरी चाहिँ मोदी खोला यो बिन्दुमा यसरी चाहिँ बगेको छ। आज तपाईहरु देख्न सक्नुहुन्छ। तटीय क्षेत्रमा बस्ने आम बासिन्दाहरू जो घर बनाएर चाहिँ बस्नु भएको छ एकदम सतर्क सचेत रहन पनि चाहिँ अनुरोध गर्दछु।